हेलो गुड मर्निङ सेवा सम्पूर्ण साथीहरूलाई फेरि पनि मेरो अर्को मिनी ब्लगमा स्वागत छ। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्दै। अनि हजुरहरू कहाँबाट कसले मेरो भिडियो हेर्दै हुनुहुन्छ पक्कै नै कमेन्ट गर्नुहोला साथीहरू। अनि म चाहिँ तेह्रथुमबाट पुष्पा राई भन्दै मेरो चाहिँ दिनको सुरुवात यसरी नै हुन्छ साथीहरू। अब बिहानै उठेर मुखहरू धुने, त्यही हो, यतात्यता गर्ने होइन। साथीहरू यो चाहिँ मैले जाँड छान्दैछु, किनभने आज चाहिँ हाम्रो खेतलाहरू हुनुहुन्छ, खेतमा काम गर्ने, त्यसकै लागि मैले चाहिँ जाँड छानेको साथीहरू। अनि बिहानै नै छानिराखेको सजिलो हुन्छ भरे लानुको लागि भनेर। मैले चाहिँ जाँडहरू नि बनाएर सकेँ साथीहरू। त्यसपछि मैले यहाँ कुखुरालाई चारोहरू दिएँ। मैले चाहिँ बिहानको कामहरू सबै सकेपछि फेरि यो दिउँसो खाजाको लागि तयारी गर्दैछु साथीहरू। आज खेतमा काम गर्ने खेतलाहरू हुनुहुन्थ्यो, त्यही भएर मैले खाजा चाहिँ यो के भन्छ चाम्रे अनि आलुको तरकारी गर्दैछु। र चुलामा चाहिँ मेरो खाजा पाक्दै थियो भने मैले ग्यासमा चाहिँ चिया पनि पकाइसकेको थिएँ साथीहरू। ऊ चाहिँ खाजाहरू नि पाकेर रेडी भइसकेको छ। सो मैले चाहिँ लानुको लागि तयार पार्नुपर्ने हुन्छ। हाम्रो चाहिँ खेत निकै टाढो भएकोले गर्दा आज अलिक छिटै गरिरहेको छु मैले। यो कुकर र मैले चाहिँ यो मिस्टिनहरूमा हालेर लानुपर्ने हुन्छ तरकारी र खाजालाई चाहिँ। मेरो चाहिँ खाजाहरू रेडी भयो, तयार गरेर म चाहिँ जानुलाई तयार पनि भएँ। तर खाजा पुऱ्याउनु जाने टाइममा चाहिँ एकदम धेरै पानी पऱ्यो बाहिर। तर नि अब बर्खाको टाइम हो, पानी त परि नै हाल्छ भनेर म प्लास्टिकहरू लिएर भने खाजा लगेर गएँ। अनि खाजाहरू दिएँ। त्यसपछि त झन् धेरै पानी पऱ्यो, झन् धेरै पानी पऱ्यो। तपाईँले नि यहाँ देख्न सक्नुहुनेछ। खाजा खाएर एकछिन बसेपछि चाहिँ बल्ल बल्ल पानी अलिअलि रोक्यो। त्यही भएर फेरि सबैजना कामतिर लाग्नुभयो। म चाहिँ भने आज खेतको काम सघाइनँ, किनभने मेरो चाहिँ हातमा अलिकति चोट लागेकोले गर्दा हिलोमा काम गर्दा अलिक अप्ठ्यारो हुन्छ भनेर मैले काम सघाइनँ। अलिअलि भिडियो बनाएँ, फोटो खिचेँ। फेरि मलाई त्यहाँदेखि खेतदेखि घर आइपुग्नलाई आधी घन्टा 1 घन्टा जस्तै लाग्छ नि त। अनि घरमा आएर पनि अरू काम गर्नुपर्ने हुन्छ। त्यही भएर मैले चाहिँ खेतमा काम सघाइनँ आज। साथीहरूले यो चिन्नुहुन्छ हुँदैन, यो कतिजनाले खानु पनि भएको होला। बजारतिर चाहिँ यो त किनेर खानुपर्छ। अझै यहाँ हाम्रोतिर चाहिँ के भन्छ खेततिरै पाउँछ। यो आलुसँग तरकारी खानु, अनि कतिजनाले चाहिँ यसको अचार पनि खानुहुन्छ, पिसेर अचार पनि। यो गनाउँछ, यो यसको नाम गँदे भन्छ, हामी चाहिँ गँदे भन्छौँ, गँदै नै होला सायद मेरो विचारमा पनि। अनि यो चाहिँ तरकारी खानु मिठो हुन्छ कि साथीहरू। आलु अहिले जुन नयाँ आलु निस्केको हुन्छ नि, त्यो आलुहरूसँग खानु। अनि मैले चाहिँ यो बजारतिर बेचेको पनि देखिरहेको थिएँ क्या। यो मान्छेले किनेर नि खानु हुँदो रहेछ। अब गाउँतिर बस्नेहरूलाई त यसको टेस्टहरू थाहा हुन्छ होइन। अनि यो चाहिँ हाम्रो खेततिर, यता खेततिर जहीँ पनि खेततिरै पाउने, सिमतिर अलिक चिसो ठाउँतिर पानी परेर पुरै भिजाइरहेको छ मलाई। तर म भिडियो बनाउँदै यहाँनिर यो गँदै सक्दा चाहिँ यसको जरा राम्रो तर निकाल्नु सकिँदैन साथीहरू। यसको जरा कामै नगरी नि म चाहिँ यसरी भिजेँ, देख्न सक्नुहुनेछ। माथितिर काम गर्दै हुनुहुन्छ, म चाहिँ काम नगरेपछि फोटो भिडियो बनाउँदै भिजेर लक्फु।
साथीहरू फाइनली म चाहिँ अब खेतदेखि लगेँ खाजा पुऱ्याएर खाजाहरू दिएर पानी पर्यो एकछिन भिजायो मलाई मजाले मलाई मात्र होइन सबैजनालाई भिजायो मैले माटो भएछ बुके ओ बुके बुढो र छ जा घर जा बुके घर जा उकालो जानुपर्छ है साथीहरू उकालो तपाईँहरू कतिजनालाई याद छ सानोमा हुँदाखेरि तपाईँहरू पनि कति झुक्किनु भएको होला यो चिज देख्दाखेरि यो के अरे गनेउला देख्दाखेरि हामी पनि एकदमै धेरै डराउँथ्यौँ क्या यो सर्प हो भनेर यो एउटा ठुलो खालको गनेउला हो पानी पर्दाखेरि निस्किन्छ नि त यो पहिला हामी सानोमा चाहिँ यसलाई सर्प भनेर पुरा डराउँथ्यौँ अनि आज नि मैले देखेँ बाटोमा यो पानी पर्दाखेरि निस्किन्छ म चाहिँ घरमा आएर नुहाएँ साथीहरू एकदमै धेरै भिजेकोले गर्दाखेरि भन्दै आजको मेरो दिन चाहिँ यसरी नै बित्यो अनि तपाईँहरूलाई आजको यो भिडियो के कस्तो लाग्यो पक्कै नै प्रतिक्रिया दिनुहोला मन परेमा लाइक कमेन्ट सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गरेर पनि सपोर्ट गर्नु साथीहरू फेरि पनि यस्तै भिडियोहरू लिएर आउने नै छु म भन्दै अन्तिमसम्म यो भिडियो हेर्नुहुनेलाई चाहिँ धेरै धेरै धन्यवाद भन्दै बाई बाई फेरि भेट्नेछौँ अर्को भिडियोमा।